कालो मान्छेलाई जतिसुकै मुगो आइफोन साइफोनले खिच्यो भने पनि कालो क्या हुन्छ जाँठो फेरि यतिखेर गरायो गाइजहरू। हेलो गाइजहरू, नमस्कार सबैमा। यता छ मिस्टर हाफिज अन्सारी फ्रम इनरवा नेपाल। एन्ड मिस्टर ननबहादुर मिस्टर झापाली। हामी दुईजना चाहिँ चट्टसँगले मार्केट होइन चट्ट खानेपिनेको सामान किनेर चट्ट आउँदैछौँ गाइजहरू। यो चाहिँ मेरो परदेशीको न्यू भ्लग। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब हान्न मन लाग्यो हान्नु होला, हान्न मन लाग्यो नहान्नु होला मेरो च्यानललाई होइन। अनि हामी चाहिँ यसरी हिँड्दैछौँ। ड्युटी सुटी टक्क अहिले भर्खरै सक्यो। अब के गर्नु, आफै क्यामेराम्यान, आफै असिस्टेन्ट मेन, आफै सबै थोक, आफै राइटर भाइटर होइन, आफै प्रोड्युसर, आफै के भन्छ त डाइरेक्टर भाइरेक्टर सबै आफै हो गाइजहरू। यस्तै चाहिँ यो चाहिँ खाडीको खाडी मुलुकमा यो चाहिँ हाल दुवा कतारको सनैया भन्ने ठाउँमा छौँ हामी। यतिखेर जाँदा फेरि परेवा उडे के अरे भाइ त परेवा होइन ए ढुकुर रहेछ आँठो ढुकुर उडो गाइजहरू। यस्तै छ जिन्दगी सबै सरर। बेलुकाको मौसम भएको छ, सरर चिसो हावाहरू आइरहेको छ, मजा छ। दिउँसो चाहिँ हिँड्यो भने गाँड गुलेली कर्नु खाने हुन्छ होइन भाइ, तामा पितल चाकचितले हुन्छ दिउँसो हिँड्दा चाहिँ। अहिले बेलुकातिर चाहिँ अलिक 4:30-5 बजीतिर चाहिँ ठिकै हुन्छ मौसम यहाँको। दिउँसो चाहिँ भन्न सकिन्न गाइजहरू होइन। तालुको पसिना आलुमा हुँदै 45 पुग्छ, त्यस्तै छ अहिलेको गर्मी। गाह्रो छ गाइजहरू। अनि के गर्दै हुन्छ तपाईँहरू, कहाँबाट हेर्दै हुन्छ, कुन दुलाबाट हेर्दै हुनुहुन्छ, कुन चाहिँ देशको कुन टावरबाट हेर्दै हुनुहुन्छ, मलाई मेरो छोप्रालाई सबैजनाले हेरेर माया गरिदिनु होला है। अनि के भन्नु अरू त यार, खै भन्न खासै आउँदैन यार, के भन्नु टुई पारेर होइन, घन्टी हल्लाएर सबैजनाले घन्टी हल्लाएर होइन, यहाँ चाहिँ घन्टी हल्लाएर यो मेरो भिडियोलाई चाहिँ सबैजनाले होइन चाहिँ हेरेर चाहिँ फुल वाच गरिदिनु होला है। त्यो स्किप के भन्दो रहेछ नि त्यस्तो चाहिँ नगर्नु होला नि गाइजहरू, भनिदिएको छु फेरि। जसले मेरो भिडियोलाई स्किप गर्छ, जसले मेरो भिडियो पुरा हेर्दैन, मेरो च्यानललाई जसले सब्सक्राइब गर्दैन होइन, बेल आइकन दबाउँदैन, त्यसको चाहिँ माया कसम मलाई घन्टी हल्लाएर भन्छ गाइजहरू। त्यसको चाहिँ श्रीमती चाहिँ होइन, श्रीमान चाहिँ पहिला जाओस्। अनि तिमीहरूका छोराछोरी चाहिँ सबै होइन जन्मिने नाङ्गै जन्मिउन् होइन भाइ। श्रीमान जति चाहिँ पहिला जाउन्, श्रीमती जति पहिला नजाउन् ल गाइजहरू। हस् त, जय नेपाल। के भन्नु छ भाइ तिमीलाई? 2 शब्द राख्थ्यौ न यार घन्टी हल्लाएर। कता हिँड्यो भाइ, कता हिँड्यो भाइ तिमी? लखर घन्टी हल्लाएर ए रुमतिर। ल भाइ हस् त, जय नेपाल। हामी बिदा हुन चाहन्छौँ ल। कति मिनटको भिडियो भएछ हौ? 5 मिनटको बनाउनु पऱ्यो क्या। युट्युबमा भिडियो हालेको साह्रै सर्टकट भिडियो भएछ क्या टिकटकको मात्रै। त्यही भएर टिकटकमा मेरो सब्सक्राइब पनि बढेन। अनि युट्युबमा छोटो भिडियो हालेको सब्सक्राइबै बढेन यार, दिमाग खराब। युट्युब कम्पनीले मलाई पनि यसो त्यो के भन्छ मनी ग्रोथ कि भनी ग्रोथ भन्ने दिन्छ अरे भन्थे, सुनेको थिएँ। त्यो दिइहाल्छ कि भा यो अलिक सर्ट भिडियो लङ भिडियो हालेर। यतिखेरै जान्छ फेरि गाडी आयो यार, गाह्रो छ। यतिखेर गाडी आयो साथीहरू, बनाउनु पनि पाइएन। आवाज पनि के कस्तो आयो, सबैजनाले माया गर्छु ल गाइजहरू। ल कति मिनटको भयो? 3 मिनटको भएछ, अझै 2 मिनटको बनाउँछु। के भन्ने अरू कुरा के बोल्नु हो? अब के गर्नु यार, घन्टी हल्लाएर गाह्रो छ खाडीमा। तनाव छ गोजीमा 2 रुपियाँ छैन भन्थ्यो उता 82 दाइले। के गर्ने यार। हामी कति नम्बरमा आइपुग्यौँ भाइ? अब 27 नम्बरमा हामी लाग्न आँट्यौँ। अब यता हामीले लेफ्ट गयौँ भने 27 नम्बर पुग्छौँ गाइजहरू। अब यस्तै छ हो, के गर्नु हो यार गाइजहरू। हेर्नुहोस् है कतारको भ्यू यस्तै छ। यो चाहिँ यो लेब्रा सिटी कि सेब्रा सिटी भन्छ होइन। यहाँ चाहिँ लेब्राहरू बस्नेहरू भन्छन्। अब के गर्ने, हेरै छ खिलेर नै हामी कुली बस्ने ठाउँ यस्तै छ यी खाडीको यो कतारको सनैया भन्ने ठाउँमा हामी कुलीहरू बस्छौँ। कुलीहरू बस्ने ठाउँ चाहिँ यस्तै छ है गाइजहरू। ल अब मेरो रुम चाहिँ त्यहाँ अगाडि आउन लाग्यो। अब थोरै नजिकै छ, यहाँ हाम्रो पिपलको बोट छ। यहाँ पिपलको बोटमा पुगेर म भिडियो समाप्त गर्न चाहन्छु। तपाईँहरूलाई म यहाँनिर आँपको बोट देखाउँछु है गाइजहरू। आँपको बोट भाइ आउनु, आँपको बोट देखाउँछु म गाइजहरू। हेर्नुहोस् त आँपको बोट देखाउँछु म तपाईँहरूलाई। पाउनु एकैछिन कत्रो आँप फलेछ यहाँ। आँपको बोट त सानो छैन नि त, बाफ्रे। ल म आँपको बोट देखाउँछु गाइजहरूले। पक्र यो पक्र म आँपको बोट देखाउनु पर्ने यहाँ साथीहरूलाई। घन्टी हल्लाएर आँपको बोट यहाँ म देखाउँछु गाइजहरू। हेर्नु है कत्रो आँप फलेछ यहाँ। तपाईँहरू चिन्नुहोस् है गाइजहरू।
यो खाडीतिर चाहिँ आँपको बोट यस्तो हुँदो रहेछ। अब नेपालतिर त अब सबैले देखेकै हो होइन। अब खाडीतिरको आँपको बोट चाहिँ यस्तो हुन्छ है गाइजहरू। यहाँ हेर्नुहोस् त आँपको बोट कसले चिन्नु भएको थियो आँपको बोट हेर्नुहोस् त है। खाडीतिर चाहिँ यस्तो खालको आँपको बोट हुन्छ कि रुख पनि ठुलो छ कि आँप थोरै फलेको छैन माथि लटरम्मै फलेछ टिप्न जान अलिक गाह्रो छ भाइ। यहाँ आँप टिप्ने हो ए आँपको बोट हेर्नुहोस् त गाई आँपको बोट यो चाहिँ आँपको पत्ता हो। कमेन्टमा सबैजना लेख्नु छ यो कुन आँप हो यो कहाँ पाइन्छ यो खाडीतिर पाउने आँप चाहिँ यस्तै छ। तपाईँतिर कस्तो खालको पाउँछ कमेन्ट लेख्नु होला गाइजहरू। ल त बाई बाई जय नेपाल।